दर्शकवृन्द नमस्कार। एचआर पौडेल अफिसियल युट्युब च्यानलको नयाँ भिडियोमा तपाईँलाई स्वागत गर्न चाहन्छु। आजको भिडियो अन्तर्गत रहेर हामीले भुन्टी सिरियलको कति एपिसोड तथा आउने एपिसोड सम्बन्धी छोटो समीक्षा गर्नेछौँ। दर्शकवृन्द, यति बेला भुन्टीलाई निकै नै गाह्रो परिरहेको अवस्था छ भने भूपेन्द्रले केटी घुमाउँदै हिँडेका छन्। रात बिताएर घर फर्केका छन् भने घरमा आउँदा उनी आश्चर्यचकित परेका छन्। भुन्टीलाई मैले मनबाट निकाल्छु र मनबाटै निकालेर फालिसकेको छु। अब कुनै पनि हालतमा मेरो जीवनमा फर्किन्ने भनेर जुन हिसाबले सोचेका थिए भूपेन्द्रले, त्यो उल्टो भएको छ भने उता ती महिलाले पनि निकै नै साथ दिइरहेको अवस्था छ। उनले बाचा नतोड्ने शर्तमा त्यो रात बिताएकी थिइन् उनीसँग भने उता भूपेन्द्रका बुवाले भने जबसम्म भुन्टीसँग माफी माग्दैनौ तिमीहरूले मैले सहयोग गर्नेवाला छैन भन्दै थर्काइरहेको अवस्था छ उनीहरूलाई भने। अब भुन्टीको परिवारमा फेरि एकचोटि आगो लागेको छ। दर्शकवृन्द, सबैलाई तनाव र टेन्सनले झेलेको छ। भूमिकाको बिहे हुनु पूर्व नै धेरै समस्याहरू आइपरेका छन् भने प्रियाले म 1 रुपियाँ पनि दिन सक्दैन भनेर त्यहाँ भनिरहेको अवस्था हामीले देखेका छौँ। उता भुवन तथा भीमले पनि भूपेन्द्रको सबै कुराहरू थाहा पाइसकेको अवस्था छ। उनीहरूले जसरी भए पनि बोलाउने घरमा र लोकेसनसम्म देऊ न हामी आउँछौँ भन्दै गर्दा पनि उनले स्विच अफ गरेर होटलमा बसेका थिए। दर्शकवृन्द, ती भीम तथा भुवनले पनि धेरै राम्रोसँग सम्झाएका थिए र त्यो जुन केटी घुमाउँदै गरेको अवस्थामा भुवनले देखेका थिए। दर्शकवृन्द, साँच्चै नै व्यापारमा चौपट बनाइसकेका भूपेन्द्रले त्यही केटीको कारणले नै यस्तो भएको भनेर कुरासम्म लगाएका छन् ती भीमले भुवनसँग। भूपेन्द्रको त्यही बानीले कारणले आज यस्तो भएको हो, सबै बर्बाद भएको भन्दै भुवनसँग भन्दै गर्दाखेरि उनी पनि निकै रिसाएका छन्। भुन्टी जस्तै सोझी मान्छेलाई यसले किन धोका दियो त, किन धोका दिँदैछ त भन्ने कुरा उनले पहिलेदेखि सोचिरहेका थिए। भुन्टीलाई राम्रो मान्ने उनका जेठाजु भुवन तथा ससुरा मात्रै हुन्। दर्शकवृन्द, जहिले पनि भुन्टीको साथ छ, सपोर्ट छ उनले। हो दर्शकवृन्द, उता बालकुमारीहरूले भने निकै नै आरोप लगाउँदै आएका थिए। अहिले जबसम्म तिमीहरूले भुन्टीसँग माफी माग्दैनौ तबसम्म तिमीहरूलाई मैले सहयोग पनि गर्दैन, भूमिकाको बिहे पनि हुँदैन भन्दै गर्दाखेरि उनले थोरै नरम भएर भुन्टीको पनि गल्ती कारणले यस्तो भएको भन्दै बोलेकी छन्। दर्शकवृन्द, बालकुमारीले उता ती गाउँबाट फोन गरेका भूपेन्द्रका बुवाले भने भुवनसँग कुरा गर्दै गर्दाखेरि भनेका छन् जबसम्म भुन्टीलाई हामीले ल्याइदेऊन घरमा त्यो बर्बाद हुन्छ भूपेन्द्र, त्योलाई ट्र्याकमा ल्याउने मान्छे कोही पनि छैन, तिमीले यो काम गर्नुपर्छ, जसरी भए पनि यसलाई लिएर आउनुपर्छ भन्दै उनले भनिरहेका थिए। उनलाई जसरी भए पनि भुन्टी र भूपेन्द्रलाई एक ठाउँ गराउनुपर्छ, नत्र भने यो सम्भव छैन, भूपेन्द्र हाम्रो बर्बाद हुन्छ भन्दै भनिरहेका थिए। दर्शकवृन्द, भुन्टी यस्तै पात्र हुन्, धेरै सोचेर बोल्ने गर्छिन्, धेरै कुराहरूलाई अगाडि सार्ने गर्छिन् र भोलिका दिनसम्म पनि सोचेर काम गर्ने गर्छिन्। दर्शकवृन्द, उनले हो साँच्चै नै दर्शकवृन्द, यति बेला भूपेन्द्र र भुन्टी एक हुनुपर्छ। उनीहरू एक नभएमा पक्कै पनि दर्शक पनि धेरै दुखी हुनेछन्। अब उनी जब रात बिताएर होटलबाट फर्किँदै थिए घरमा जाँदै गर्दा बिहान त्यहाँ कोही पनि थिएनन्। आफ्नो कोठा खोलेर हेर्दा त्यहाँ भुन्टी बसेकी थिइन्। दर्शकवृन्द, भुन्टी बस्दै गर्दा त्यो कसले चाले होला त चाल, भुन्टीलाई उनको दाजु टोकले तथा सुकुमाया मितिनीले पठाएको हुनुपर्छ त्यहाँ, किनभने त्यति नगरेको भए त्यहाँ अब जे पनि हुन सक्थ्यो। अब के कस्तो कदम चाल्लान् त ती भूपेन्द्रले, कुनै पनि हालतमा यहाँ आउँदैन, फर्केर आउने चान्स नै छैन भुन्टी, किनभने उनले गल्ती गरेकी छ, मैले उसलाई माफी दिन सक्दैन भनेर उनले सोचेर विचार गरेर नै ती महिलासँग सँगै जिउँछु सँगै मर्छु भन्दै बाचा खाएका थिए, कसम खाएका थिए। उता भुन्टी भने रुँदै बसेकी थिइन्। दर्शकवृन्द, टोकलेलाई पनि नराम्रो आरोप लगाएका थिए, तिमीले मसँगबाट बहिनी लैजान खोज्नु र जबरजस्ती गर्नु कारण तिम्रो मनमा सत्य छैन, पाप छ तिम्रो मनमा, तिम्रो बहिनी आफ्नो रगतको बहिनी त होइन, तिमीले आफ्नो बनाउनको लागि भुन्टीलाई यहाँबाट लैजाँदैछौ भनेर भनिरहेका थिए। दर्शकवृन्द, उता पूर्णिमाले पनि टोकलेलाई त्यही भनेर सोचिरहेकी छिन्। अब सधैँका लागि बस्न गएकी छन् भुन्टी, म किन चाहियो र, मलाई उसले यसै पनि छोडिदिन्छ उसै पनि छोडिदिन्छ, आफ्नी बहिनी भए त पुग्यौ नि भन्दै नराम्रो सोचिरहेकी छिन् पूर्णिमाले पनि। दर्शकवृन्द, यति बेला टोकले र पूर्णिमामाथि धेरै नराम्रो आरोप लागेका छन्, धेरै शङ्का गरिएको छ उनीहरूमाथि। अब भूपेन्द्रलाई पनि कस्तो कदम चाल्लान् त ती उनका दाई तथा भुन्टीहरूले। के हामीले यो एपिसोडमा सुकुमायालाई देख्न सक्नेछौँ त दर्शकवृन्द? पक्कै पनि सुकुमाया आउने छिन् र ती
भुन्टीलाई जस्तो गराएका छन् भूपेन्द्रलाई कारबाही गर्ने छिन् भनेर हामीले आशा विश्वास गर्न चाह्यौँ दर्शकवृन्द। भने भुन्टीलाई साथ दिनको लागि जहिले पनि सुकुमायाले आउने गर्छिन्। अब यो विषयमा पनि सुकुमायाको बबाल इन्ट्रीले झनै रमाइलो हुनेछ। टोकले र भुन्टीमाथि जुन आरोप लगाइएको छ त्यो आरोपको पुष्टि हुने छैन र त्यो आरोपबाटको उनले कारबाही भोग्नुपर्नेछ।